टिम मेम्बरलाई टिम बोल्नु छैन भइरा छैन भइरा हाम्रो टिम मेम्बर म चाहिँ रोक यो चाहिँ के भन्नु भएको यो विन 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 Win without No one died on match. Listed all already. point को हो कतिको म्याचको जति म्याच पनि हुन्छ यो फर्स्ट म्याचमा तपाईहरु जित्नु भयो भने उनीहरुको हैन सक्यो उनीहरुको पोइन्ट 0 नै हो हार्ने बित्तिकै 0 हो के उनीहरुको तपाईहरु क्वालिफाई अर्को गेम खेल्नुपर्छ हुन्छ हुन्छ अर्को गेम चाहिँ हार्नु भयो भने तपाईहरु हुन्छ हुन्छ वी अन्डरस्ट्यान्ड यो ओइ प्रवीण त यो अलिकति यता बस्नु देखेन के यो EXP हो हैन प्रवीण मगर ओ के रे मिड लेनर मेज हैन ऊ हाइपर हो हाम्रो काइली हो ऊ हाम्रो MM हो ऊ चाहिँ नेपालको MM हो मेरो चाहिँ विन रेट पनि देखाउन नमिल्ने खालको रुम हो त्यो कालो आएको क्या त्यो लाइटले क्या त्यही हो अब एकछिन कुरम त्यहाँबाट गेम स्टार्ट गर्छौँ त्यही हो अब होइन गाइस गेम खेलेको टफ म्याच थियो ML खेलेको हामीले चाहिँ होइन म चाहिँ जुन पनि गेम खेल्छु अनि टफ म्याच थियो अर्ली गेम हामी हारिरहेको थियौँ होइन अर्ली गेम हारिरहेको थियौँ त्यहाँबाट लेट गेम होल्ड गऱ्यो पोइन्ट 15 भएको थियो दुवैजनाको तर गेम हार्यो हामी कसरी हार्यो भन्दाखेरि चाहिँ पोइन्टले जित्ने रहेछ अरे टरेटहरू अनि त्यहाँबाट लर्डहरू सब काउन्ट गर्ने रहेछ हाम्रो टिमले चाहिँ एउटा टर्टल पनि हानेन एउटा लर्ड पनि हानेन क्या होइन त्यही भएर पनि हो अब रुम क्यासम त नभनौँ त्यस्तो त हल्का इमोसन त के हुन्थ्यो होइन अब तर जित्न चाहिँ जितेको अब रियल स्पोर्ट गेम भएको भए चाहिँ होइन हाम्रो भिक्ट्री हुन्थ्यो हामी जान चाहिँ क्युसिटी गएको थियो क्युसिटीले अर्गनाइज गरेर रहेछौँ रुल्स अलि हामीले राम्रोसँग क्ल्यारिफाई पनि गरिदियौँ क्या यो पोइन्टिङ सिस्टम हो पोइन्टिङ सिस्टम देखायो त्यसमा त्यो पनि लर्ड चाहिँ थिएन जस्तो लाग्यो मलाई पनि होइन यस्तो थियो अल टरेटमा चाहिँ एउटा पोइन्ट थियो क्या अनि हाम्रो कहाँ सबै टरेट फुरेको त होइन त्यो त अल टरेटमा चाहिँ एउटा थियो अब होइन एउटामा टरेट थिएन नि अब केही छैन अर्को पालि जिताउँला पोइन्ट्सले जिताउँला अर्को पालि चाहिँ पोइन्ट्सले जिताउँला होइन त्यही हो अहिले चाहिँ हामी मिलनपुर पुग्यौँ अब घर गइरहेको छौँ हाम्रो अर्को दुईजना प्लेयर चाहिँ घर गइसक्यो त्यही हो घर पुगेपछि म चाहिँ पसल पुगेँ होइन अब यहाँ पानी परिरहेछ यसो चिया खाएर जाउँ भनेर बसेको यो चाहिँ मेरो आन्टीको पसल ज्याकेट पसल छ होइन जाडोमा तपाईँहरू पनि आउनुहोस् होला ज्याकेट बनाउन तपाईँलाई डिस्काउन्ट मजाको पसल चाहिँ कस्तो छ भने यस्तो छ होइन यो चाहिँ ज्याकेट यो चाहिँ विन्ड सिटर हो त्यो पनि विन्ड सिटर त्यो चाहिँ जाडोमा लाउने होइन त्यो पनि जाडोमा लाउने यो फाइबरको त्यो पनि फाइबरको त्यो हाम्रो बम्पर त्यो चाहिँ हाम्रो पोहोर परारको दसैँमा लास्टै गएको थियो 50-20 जति गयो होला यो क्याप चाहिँ अहिलेको रिसेन्टली चलेको ट्रेन्डमा हो यो चाहिँ सबजनाले लगाइरहेको हुन्छ बाटोतिर पनि देख्नुहुन्छ तपाईँले अहिले चाहिँ पानी परेर मात्रै नलाएको नत्र सबजना लगाइरहेको हुन्छ यो क्याप चाहिँ कति यो क्यापको मात्र 200 ल मात्र 200 400 को 3टा ल यो चाहिँ भनिदिएको तर त्यस्तो चाहिँ होइन 400 को 3टा चाहिँ आउँदैन यो ज्याकेटहरू छ यो वाटरप्रुफ ज्याकेटहरू हो होइन यिनीहरू चाहिँ
अब यस्तै छ पसल आइदिनु होला सब्सक्राइब लाइक सेयर सब्सक्राइब नबिर्सिनु होला मेरो यहाँ सब्सक्राइबरहरूले भिडियो कहिले आउँछ भन्छ आज चाहिँ यसो गेम खेल्न गएको थिएँ कि त्यही भएर बनाएको होइन गेम हारेको होइन क्या हामी जितेको तर हारेको जितेर नि हारेको के भन्नु अब केही छैन जिन्दगीको सुरुवात हो भर्खरै अझै गेम खेल्दै जाउँला अझै जित्दै जाउँला हार्दै जाउँला हार जित त सबै गेममा भइहाल्छ नि होइन तर त्यो धेरै इम्पोर्टेन्ट चाहिँ के हो भने कतिको के सिक्यो भनेर हो क्या त्यो हार जितले केही हुँदैन क्या रमाइलो भयो हामीलाई होइन सबजनाले रमाइलो भयो मजा आयो होइन अनि त्यही हो अब के भन्नु होइन त्यही हो अब चिया खान्छौँ त्यहाँबाट खाजा खान जान्छौँ हामी अब चिया खाएर यहाँको चिया चाहिँ फेरि बेस्ट छ यहाँ हाम्रो यता यही पसलको छेउमा आन्टीले बनाउनुहुन्छ बेस्ट छ है ल मिठो पाउँछ अब आन्टीलाई भेटौँ पनि आन्टी त्यहाँ चिया बनाएर होला बिसी होला त्यही भएर होस् है देखाउँदिनँ म केही छैन अब एकछिनपछि हामी चाहिँ खाजा खान आयौँ खरिबोर्डको डिटीमा काम त यो एकचोटि ब्याक खोल्नु पऱ्यो खरिबोर्डको डिटीको चाहिँ सब मिठो हुन्छ क्या सब भन्नाले सबै क्या अब यहाँको समस्या त पाउँदैन यहाँको स्याबाले मिठो हुन्छ अरू भन्दा स्याबाले अहिले चाहिँ मोमो खाना दुईवटा खाना आएको भनौँ तपाईँहरू यतै कपालतिर बस्नुहुन्छ भने यतै खरिबोर्डतिर बस्नुहुन्छ यहाँको मोमो खाना आउनु स्याबाले खाना आउनु सस्तो पनि छ 90 रुपियाँ प्लेट मोमोको स्याबालेको 30 रुपियाँ मात्र बफको चिकनको 110 चिकनको मोमो अनि त्यहाँबाट स्याबाले 40 रुपियाँ छ अनि यहाँ चाहिँ रिसेन्टली एउटा मेडिकल खोलेको छ होइन रिसेन्टली एउटा मेडिकल खोलेको छ अहिलेसम्म आएको छैन म चाहिँ त्यही पनि अब खाजा खान्छौँ अनि एकछिन गफसप गर्छौँ पानी परिरहेको छ छाता पनि छैन गुरुङटोलको यहाँ एउटा के आलु पराठा पाउँछ क्या होइन 25 रुपियाँ पर्छ होइन दामी पाउँछ क्या मिठो होइन तातो मिठो सस्तो एफोर्डेबल नमस्ते भाइ तातो भएर त्यस्तो बोल्छ क्या होइन अब गाइजहरूलाई यस्तो नखेलेको यस्तो देखाइदिनु न ल अब पैसा चाहिँ जहिले मेरै हो होइन जहिले मेरै हो युट्युबर भएर पैसा कहिले हाल्ने अब सपोर्ट दिनु पऱ्यो नि त मलाई कस्तो सपोर्ट दिनु पर्छ 1K पुरा गर्नु पार्टी दियो क्या 1K सब्सक्राइबर मेरो युट्युब च्यानल त्यही मान्छे मेरो कन्टेन्ट राम्रो आउँछ किन ब्याग बनाएर गर्ने यसरी रहेछ क्या लगै म त यसरी गर्छु त अनि कोही मलाई भनेको हस्तकले गाइस तपाईँहरूलाई मेरो जम्प देखाइदिउँ यस्तो बार रहेछ क्या जम्प जस्तो बार रहेछ ल जम्प गर्छु ल म सबजना भिडियो गरेँ के खालको जम्प हो यो कस्तो जम्प रहेछ रुममा गर्नु दिएन छिटो जम्प गर्न कस्तो पागल हल्का अलिकति स्याच दिनु पर्छ ल सबजना ओ है गाइस सबसे दामी जम्प चाहिँ मेरै थियो जे भन्ने पनि जसले हेलो हजुर मेरो घर चाहिँ अब यतातिर हो है तपाईँले मलाई देखेको छ होला अब मेरो सब्सक्राइबरहरू मेरो भ्युजहरू सब चिन्ने मात्रै हुन्छ क्या ऱ्यान्डम पर्सनहरू खासै आउँदैन त्यही पनि ठिक छ होइन आई एप्रिसिएट एभ्री वान सपोर्ट त्यही हो केटा हो भनौँ क्रिकेट हो भेटा चाहिँ एमएल खेल्ने भए चाहिँ युआइडी हाल्दियो है त्यहाँ युआइडी हाल्दियो म अनि 20 रुपियाँ फलो गर्छु फलो ब्याक दियो 1v1 हाल्दा मेरो मेन क्यारेक्टर चाहिँ इन घुसम अनि त्यहाँबाट अल्फा अनि त्यहाँबाट अलिक कर्ड म सब हान्छु खोइ मेरो सपोर्टरहरू हेर्ने ल खोइ त मेरो युट्युब च्यानल चाहिँ थाहा छैन रहेछ त्यही पनि मेरो युट्युब च्यानल नाम आकाश तामाङ छ
है है ल यो चाहिँ हाम्रो आर्सन दाई होइन यहाँको ल दाई के भन्न चाहनुहुन्छ के भन्छ मेरो भ्लग छ त तपाईँ थाहा छैन नि अस्ति सब्सक्राइब गर भनेको छु त मैले मेरो मामाको छोरा दामी स्नोकर खेल्छ उसले त यहाँको गोटी यहाँबाट छिराइन्छ ए हो यो दुलो यहाँ सार्नुपर्ने होइन गाई त अब एकछिन स्नोकर सिन खेलौँ अनि त्यहाँबाट बिचको सिन पनि देखाउनेछु गेम चाहिँ गेम चाहिँ होइन आधी पुगिसक्यो मेरो पोइन्ट चाहिँ -3 छ यसको 5 छ है ल एकचोटि भिडियो गर्दा म यहाँ छिराएको म देखाएको म हेलो छिरेन क्या अर्कोचोटि छिराउँछ अब हाम्रो नवीन साथीले हानेको हेरौँ ल नवीन साथीले हानेको मिठो सड हान्छ उसले चाहिँ ओए मेरो भिडियो ब्लर आयो क्या हाम्रो प्रवीण चाहिँ मास्टर नै हो क्या यो चाहिँ डिग्री लिएको यो स्नोकरको डिग्री लियो ओए चक लाउनु पर्छ कि तपाईँ स्नोकर खेल्ने भए चाहिँ यो जिटीमा आउनु ल अब चाहिँ पकड त अब चाहिँ रात अब चाहिँ बना त लगाइस है छेत्री ये ढिलो भयो नि यार छिखदिरामा कहाँ खान्छ यार चढै यो चाहिँ मेरो स्टाइल हो क्या म सिधा बलमा छिराउँछु यता छिराउँछु क्या म छिराउनै मन लाग्दैन क्या त्यसरी तर बेला छिराइदिन्छु नछिराउनु हुँदैन पावरबाट खेलाएको छ ठिक छ प्रवीणतिर फल पनि भएन अझ खै अब एकछिनपछि अब गेमको रिजल्ट भन्छु म मेरो -2 भयो अब चाहिँ बाँकी -2 छ स्टोकर खेलियो हारियो त नभन मैले जित्यो होइन गाइस यसले के भन्नु खोजिरहेको छ मैले जितेँ यसरी बाल्नुपर्छ अरे क्या यसरी अनि त्यहाँबाट अब घर जाँदैछौँ यसरी खोइ आज मनिष भाइ खुसी भइरहेछ खोइ प्रवीणलाई के भनेछ झारे कि झारे भन्दैछ के बोल्छ के त्यो ओमसँग गएको हिँड्थ्यो मलाई थाहा छैन भिडियोमा त्यस्तो त बोल्नु न त्यही पनि मैले बोलिदिएको अब के जान्छ र बोल्न मैले होइन अब कसलाई थाहा हुन्छ र को मनिषको भन्छ होइन त मलाई कालो देखिरह होला तर म यस्तो कालो चाहिँ छुइनँ होइन ए रुक न मलाई आइडी बाल्दिहाल्छ कति गएर यो चाहिँ मेरो क्यामेराम्यान हो होइन क्यामेरा म अहिले पक्रिरहेको छु त्यही पनि क्यामेराम्यान यो चाहिँ नवीन बुढासाइनी प्रवीण मकर होइन यसको दाइ हो यो चाहिँ मेरो चाहिँ भाइ पर्छ निस्केको यो चाहिँ प्रवीण यो चाहिँ मेरो भाइ हो यो चाहिँ अनि अर्को मनिष भन्ने चाहिँ अर्को भाइ छ त्यो चाहिँ कान्छो भाइ हो ल्याङ हान्छ यो कस्तो यो के युट्युब चलाएर बन्द गर क्यामेरा बन्द गर भाइ क्यामेरा बन्द गर यसको चाहिँ दिमाग बेला बेला हल्लिन्छ होइन अर्काको प्राइभेसी थाहा छैन हो बेला बेला हल्लिन्छ तर त्यही ठिकै छ केटो होइन अब घर जाइन्छ गइन्छ भिडियो एडिट गरिन्छ लाइक सेयर सब्सक्राइब गर्नुहोस् अर्को भिडियोको लागि स्टे इन ट्युन मलाई इङ्ग्लिस बोल्न चाहिँ आउँदैन तर स्टे इन ट्युन होइन गाइज ओके स्टे इन ट्युन है स्टे इन हेल्दी अल्सो स्टे इन ट्युन हो यो दाइ जति कुदेर जानुपर्छ होइन यतिको जतिको चाहिँ हल्का स्पिरिट एनर्जेटिक हुनुपर्छ यो हाम्रो प्रवीण झन् एनर्जेटिक छ
आया मेरो चाहिँ हात दुखिरहेको छ आज लास्टै होइन ऊ हाम्रो अर्को एनर्जेटिक केटो हो ल है ए लाउरे बन्न ला रहेछ ल म चाहिँ सेफ बन्छु होला तर मलाई केही पकाउन आउँदैन गफ हान्दिएको मलाई सब पकाउन आउँछ है गाइस अब घर पुग्छु घर पुगेपछि तिमीहरू नि है त गाइस यो पसलबाट चाहिँ गाइस होइन म बेला बेला के टिपिरहेको हुन्छु किनेर है के प्रब्लम तँदेखि मक्क हुन्छ त केटीहरू के थाहा मलाई फेरि तँलाई चिने जस्तो बोल हेरिरहेको छु तँलाई हेरेर के थाहा तँ पनि भाइ पनि देख्छु अब राति भइसक्यो रातिको 8 बजिसक्यो होला सायद 8 बजिसक्यो अब त्यही हो अब भिडियो बनाउँदै बस्छु म अब आज बिहानदेखि बनाउँथेँ फेरि बिहान सुतेर म बिर्सेको थियो लास्टै काम थियो यताउता घर त अब त्यही हो अब अर्को भिडियो पर्सितिर बनाउँछु होला म ल त्यति बेलसम्मको लागि भाइ